हे नआउने है मखमली माला नि माला त्यसै ओइले राजालाई हाँसी हाँसी भाइटिका लाउने यो साल घरमा आउने कि नआउने हे सारम्भने यो साल नि भाका रसाउँछन् कि बहिनी काती आँखा बसेपछि दाइले घर भुलेर जिस्काइरहे मखमली फुलेर हे बाध्यताले भए नि पर खै कसरी भुलम लगाउँ घर फर्किसके ओल्लो घर पल्लो घर दर्शन दाजु हाम्रो चाहिँ खल्लो हे अहिलेसम्म बिदा नै पाछैन भाइटिका सके हुन्छ थाहा छैन अभागी नै रहेछु कि म क्या हो कतिसम्म रुवाउन सक्या हे हैन बहिनी ढाँटेको हैन पापी सौले बिदा नै दिँदैन टिकाको दिन यति मन पोल्दैन यो साल घरमा नआए बोल्दैन हे मनको रहर गइहाल्यो खेर मिल्थ्यो भने आउने थिएँ भागेर चारैतिर रोटीको बासना आफूलाई त मुस्किल छ हाँस्न हे सकेसम्म आउँछु म फर्केर आइन भने नरोए धर्केर यो चेलीलाई दुःख कै भार सधैँ साडी पठाएर नटार हे हौली पक्कै सिँगार्दै घर के छ बहिनी गाउँघरको खबर बस्नुभन्दा दुःखमा परेर फर्किनुहुँदैन जानी गरेर हे नआउने है मखमली माला नि माला त्यसै ओइले राजालाई परदेश गयो खुब धनी हुनलाई रहेछ र पो चाडबाडमा रुनलाई ए न त सके मैले धन कमाउन न त सके खुसीले रमाउन भगवानले नि हेरेछन् उनीलाई दुःखै अघि सर्छ बरुनीलाई हे मन बुझाए आमा र बाको 4 साल भयो म घर नआएको दाजु र म खेलेको आगानी टेक्दा पनि भासे झैला गानी हे भाग्य भए फर्केर आम्लानी आशा बहिनी भेट हुन पाम्लानी दाजु भाइनी लेखेको पढेको तिनै झल्को आँखामा गढेको हे हिँड्या छैन म माया मारेर नरौ बहिनी ती आँसु झारेर कति रोए हिजोको साँझ चर्को आउँदा जहाजको आवाज हे मान्न पर्छ सबैको डर अल्लाहले जिस्क्याउलान् खेल गर अस्ति मलाई एउटाले थर्काको आफ्नो दाइ चाहिँ के हुन्थ्यो अर्काको हे राख भन्छु फुलमाला गाँसेर छुट्टी पाए फोन गर्छु हाँसेर नगर भो फोन गर्छौ किन रित्तो निधार हेर्न म सक्दिन हे सम्झ्यौ भने यति मन रुँदैन परदेशीलाई चाहे झैँ हुँदैन